वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै नै आरामै छु। आज चाहिँ हाम्रो भ्लग स्टार्ट चाहिँ मेरो पहाड घरबाट हुँदैछ। अनि आज हाम्रो भ्लग स्टार्ट गर्दा चाहिँ विपना र म छौँ। त्यसले भन हेलो। आज चाहिँ म जन्मेको घर जाँदैछु। यहाँको वेदर चाहिँ यस्तो दामी छ गाइस। यो चाहिँ ग्राउन्ड अनि यहाँ माथितिर चाहिँ मेरो स्कुल चाहिँ दर्जा देखाउन मिलेन। यो चाहिँ स्कुलको ग्राउन्ड मेन ग्राउन्ड। यो बाटो यहाँबाट चढ्दै हाम्रो सर्जनको यो पुल हामी सधैँ चढ्नु पर्थ्यो कि दिन। यो चाहिँ वडा 20। यो चाहिँ हाम्रो घर। म हुर्केको जन्मेको त होइन, हुर्केको चाहिँ यो घर हो। अनि यो चाहिँ यहाँ यस्तो ठुलो चौर थियो, अहिले त्यस्तो भएछ। उहाँ चाहिँ गोठ। यहाँ हाम्रो खेत थियो, त्यो पनि गएछ। यस्तो छ। हामी चाहिँ यहाँ खेल्थ्यौँ कि। यो चाहिँ घर। म चाहिँ अब घर जाँदैछु। म जन्मेको घर। यो चाहिँ धारो। चुरोट गर्न हात भयो। यो चाहिँ वासरुम यस्तो थियो। अनि यो धारो। म कुकुर छ यार। यस्तो जाऊँ न। कुकुर टोक्छ नहीं। यहाँ चाहिँ सुन्तलाको बोट यत्रो भएर रहेछ। यहाँ चाहिँ के थियो अरे, यस्तो रहेछ यार। टोक्ला नटोक्ला यार। यो चाहिँ घर हाम्रो जन्मेको। यो त यस्तै थियो पहिला पनि, अनि यस्तो रहेछ। केही चेन्ज गर्नु पर्ने हुन्छ। यो चाहिँ गोठ हाम्रो आँगन। कस्तो राम्रो जग्गा। यो चाहिँ यताबाट सिँढी थिएन होला यार। सिँढी चाहिँ नबस्दा थियो हाम्रो। मलाई चाहिँ बनास लाग्यो। अनि त त्यस्तो झाडी भएर यस्तो यहाँ चाहिँ यस्तो छ। यो गुलाबको फुल पहिला पनि थियो यार। म जाने बेलासम्म थियो। हामी यहाँ मनै धारबाट यहाँ पानी बनाउँथ्यौँ। हामीले धारो चाहिँ छेउमा राख्थ्यौँ, कुनामा राखेको थिएनौँ। त्यहाँदेखि यहाँ चाहिँ यस्तो भएछ। यो नस्पति यस्तो फल्थ्यो यार। यो मना चाहिँ मेरो पनि थियो। अनि यहाँ चाहिँ हाम्रो धारो थियो। यस्तो दामी छ तर ठाउँमा चाहिँ टोइलेट। अब हामी चाहिँ कान्छा हजुरबा घरतिर लाग्यौँ। हावा थियो, हामी जानुपर्ने हो त्यहाँ। आज यस्तो हो। उहाँ चाहिँ यसरी ठिमिक ठिमिक गर्दै हिँड्नु भएको छ। प्लिज है, मैले सामान बोकेर हिँडेको नपर्दा तपाईँहरूले नि हेर्न सक्नुहुन्छ। बोकेको छैन अरे यो ब्याग। यहाँ यसको फोनदेखि लिएर सबै चिज छ। तर मेरो चार्जर चाहिँ लिन भुलिन्छु यार आज मैले चाहिँ। अब आजलाई यति भन्दै बिदा हुन्छु। अब अर्को ठाउँमा गएर आउँछस्। गुड लक। फाइनल्ली मसला पकाउन थालेँ मेरो कान्छा हजुरबा घरमा। यस्तो अल्छी नै हुन्छ कोही हिँड्न नसक्ने। म जस्तो हुनुपर्छ है मान्छेहरू। के नभन्नुहोस् त सबैजनाले। हामी चाहिँ यो बाटो होइन हो भन्थे त्यस्तो होइन।
ऊ त्यो घर हो हामी चाहिँ अब यताबाट घुमेर घर जान कस्तो राम्रो भ्यू देखेको हो आज फाइनली हामी चाहिँ आयौँ त्यो यताको बाटो पनि थियो तर नभएर हामी चाहिँ यताको बाटो आयौँ त्यहाँ माथि चाहिँ स्कुल छ यो चाहिँ गयो घर हो आया अहिले भेट्छ है त हामी चाहिँ आइपुग्यौँ कान्छाले त्यसरी भाँडा लाउनु हामी चाहिँ अब मेरो छामाको घर जाँदैछौँ यसरी माथि गएर बसियो खाजासाजा खाइयो नानी बाबुसँग बस्यो एकदम रमाइलो भयो अब चाहिँ हामी यसरी हिँड्दैछौँ बाटोमा यसरी कस्तो हिँड्ने बानी हटेपछि लास्टै धौ नि यार तर जे भए पनि गाह्रो त हुन्छ नि होइन ट्याक्टरले चाहिँ नबजाउन यार गीत हामी चाहिँ यसरी हिँडेछौँ यस्तो छ यताको वातावरण हामीलाई चाहिँ उहाँको यो भोगटे पछाडि एउटा गाडी छ त्यो गाडी गएर बसेको त त्यो गाडी छैन यस्तो छ आजलाई चाहिँ मैले भन्दै बिदा हुन चाहन्छु हस्त नमस्कार बाई बाई एभ्रिवान